अब त्यसै गरी विपक्षमा आफ्नो तर्क राख्न जाँदै हुनुहुन्छ कक्षा 9 का भाइ विश्वास तामाङ। कृपया धन बिना सपना अधुरा रहन्छ, शिक्षाले पनि पेट कहाँ भनिन्छ। कलमले लेख्दैन सपना, त्यही सपना सम्पत्तिले सजाउँछ। शिक्षा भन्दा सम्पत्ति राम्रो जीवन सजिलै चलाउँछ। धन्यवाद गोशिकाज्यू। आदरणीय सभाका सभापति महोदय, श्रद्धेय गुरुवर्ग, एक हातमा न्यायको तराजु र अर्को हातमा कलम लिएर बस्नुभएका निष्पक्ष निर्णायक मण्डलज्यू, विषयको रातो तिलक र माला लाउन आतुर मेरा प्रतिस्पर्धी एवं अप्रतिस्पर्धी मित्रहरू, आज यस तिरुपति इङ्ग्लिस बोर्डिङ हाई स्कुलको प्राङ्गणमा आयोजित वादविवाद प्रतियोगितामा म यस्तै विद्यालयको कक्षा 9 मा अध्ययन छात्र विश्वास तामाङले पनि भाग लिने अवसर पाउँदा आफूलाई निकै नै भाग्यशाली ठानेको छु। साथै कार्यक्रम आयोजकप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु। आज यस वादविवाद प्रतियोगिताको शीर्षक रहेको छ सन्तानलाई शिक्षाकी सम्पत्ति, जसको विपक्षबाट अर्थात् सन्तानलाई शिक्षा भन्दा सम्पत्ति दिनु नै ठिक हो भन्ने बारेमा आफ्नो तर्कहरू राख्ने अनुमति माग्न चाहन्छु। सभापति महोदय, पैसा अर्थात् सम्पत्ति हुन त एउटा कागजको सानो टुक्रा मात्रै हो महोदय, तर यही कागजको टुक्राको पछाडि मानिसहरू किन भाग्छन् त? किनभने यसले नै हाम्रो जीवनको आधारलाई बदल्छ, यो भाग्यको रेखालाई बदल्छ। सम्पत्ति यस्तो चिज हो महोदय जसले व्यक्तिलाई बङ्गलाबाट झोपडी र झोपडीबाट बङ्गलासम्म पुर्याउन सक्छ। मेरो धेरै पूर्वका मित्रले शिक्षालाई अगाडि राख्नको लागि भन्नुहोला। शिक्षाले त व्यक्तिलाई इमान्दार बनाउँछ, सत्यवान बनाउँछ, अनुशासित बनाउँछ। तर म आज हजुरहरूलाई नेपाली शैक्षिक क्षेत्रको तितो तर सत्य कुरा भन्न गइरहेको छु। हाम्रो शैक्षिक क्षेत्रले विद्यार्थीलाई आफ्नै क्षमतामाथि प्रश्न उठाउन बाध्य गरिरहेको छ भन्दा केही पनि गलत नहोला। हाम्रो शैक्षिक क्षेत्र व्यापारको नराम्रो फन्दामा फसिसकेको छ। भ्रष्टाचारको जराले शिक्षालाई पनि नछोएको त कहाँ हो र? एससी र एसएलसी जस्तो राष्ट्रव्यापी परीक्षामा पनि हरेक वर्ष सेन्टर खरिद र क्वेसन लिकको जस्तो व्यापक कुराहरू आउँछन्। यस्तो गम्भीर कुरामा पनि कसैले यसको विरोध गर्न खोज्दैनन्। तर किन महोदय? हामी सबै जान्दछौँ विद्यालयमा कखरा र एबिसी पनि नजान्ने विद्यार्थीले एससी जस्तो ठुलो परीक्षामा कसरी ए प्लस ल्याइरहेको छ र किन? यसको बारेमा सम्बन्धित निकायको ध्यान केन्द्रित हुन अत्यन्तै आवश्यक छ। विद्यार्थीले एससीमा ए प्लस कसरी ल्याइरहेको छ यसको बारेमा मैले हजुरहरूलाई विस्तृत रूपमा भनिरहनुपर्छ जस्तो मलाई लाग्दैन। अब जुन देशले आफ्नो विद्यालय र विद्यालयले आफ्नो विद्यार्थीलाई विश्वास गर्दैन, मैले कसरी विश्वास गरौँ कि मेरो आउने भावी पुस्ता, मेरो सन्तानले यस्तो शिक्षा पाएर आफूलाई सफलताको बाटोमा लम्क्याउनेछ, आफूलाई इमान्दार बनाउनेछ, मलाई पाल्नेछ र पैसा कमाउनेछ। कुरा भ्रष्टाचारको मात्र होइन महोदय, कुरा त शिक्षा व्यवहारिक नहुनुको पनि हो। म यो प्रश्न विद्यार्थीहरूलाई मात्र नभई यहाँ उपस्थित सम्पूर्ण शिक्षकगणलाई सोध्न चाहन्छु के हजुरहरूले हरेक दिन विद्यालयमा पढाउने र पढ्ने पाठ्यवस्तुहरू के व्यवहारिक जीवनमा काम लाग्छन् त? एकचोटि आफ्नो मनलाई प्रश्न गरेर हेर्नुहोस्। तपाईँको मनले पक्कै पनि नाइ नै भन्छ, किनभने शिक्षा व्यवहारिक नै छैन। यदि भविष्यमा ठुलो स्कोप भएका जस्तै ट्रेनिङ र आइबिओ जस्तो स्किल यदि विद्यालयले हामीलाई सिकाउने हो भने नेपालको शैक्षिक क्षेत्र नै पल्टने थियो। यदि मात्र नभई विद्यार्थीहरूलाई आफ्नो भौतिक आवश्यकता खाना पकाउने र सरसफाइ गर्ने समेत आउँदैन। यति कुरा पनि यदि विद्यालयले सिकाउने हो भने नेपालको शैक्षिक क्षेत्र मात्र नभई विकास प्रणाली नै पल्टने थियो। खैर, आकाशको फल आँखातली मर। हामी सबै जान्दछौँ अहिलेको युग प्रतिस्पर्धाको युग हो। शिक्षित भएर मात्रै पनि काम छैन, शिक्षित भएर पनि हातमा डिग्री लिएर मानिसहरू रोजगारीको लागि यताउता भौताइरहेको हामीले हरेक दिन सामाजिक सञ्जालमा देखि नै रहेका हुन्छौँ। तर किन महोदय? हातमा डिग्री छ तर रोजगार छैन, हातमा डिग्री छ तर सम्पत्ति छैन। तर किन? शिक्षाले के ग्यारेन्टी दिन सक्दैन एउटा रोजगारको? के शिक्षाले सम्पत्तिको ग्यारेन्टी दिन सक्दैन? यति मात्र नभई शिक्षाले हामीलाई डिग्री दिन्छ। अनि मेरो पूर्ववक्ताले भन्नुभयो शिक्षा त कहिले मेटिँदैन, शिक्षा त जहिले रहिरहन्छ। तर यदि तपाईँको हातमा भएको त्यो डिग्री छैन भने तपाईँ हामीले कसैले पनि त्यो व्यक्ति पढेको छ भनेर विश्वास गर्दैनौँ, कसैले पनि विश्वास गर्दैनौँ महोदय, कसैले पनि विश्वास गर्दैन। अन्त्यमा म के भन्न चाहन्छु भने शिक्षा त जीवनको एउटा भाग मात्रै हो, तर सम्पत्ति जीवन बदल्ने आधार हो। शिक्षा छ तर रोजगार छैन, सम्पत्ति छ त्यसैले भविष्य उज्जवल छ। सम्पत्ति मात्र होइन शिक्षा मात्र होइन सम्पत्ति पनि चाहिन्छ र कहिलेकाहीँ सम्पत्तिले नै जीवनको आधारलाई बदल्छ। सम्पत्तिले नै हाम्रो जीवनको अस्तित्व बनाउँछ र अस्तित्वलाई बचाइराख्छ। भनौँ त धेरै थियो तर समयको पाबन्दीले गर्दा यही रोकिन चाहे। हस्त नमस्ते, शुभ दिन।